धन्यवाद। यो बिहानीमा सम्पूर्ण शिष्ट विशिष्ट व्यक्तिहरूको उपस्थिति देखिरहेको छु मैले यति बेला। सम्पूर्ण व्यक्तित्वहरूलाई सम्मान व्यक्त गर्न चाहे यति बेला मैले। म मुकेश ओली, बिजुली उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष, संस्थापक महासचिव, अहिलेको बेलुकी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सचिव पनि। सानो कुरा राख्न चाहे, आज निकै खुसी लागेको छ यो ठाउँमा प्रशासन र विकास प्रेमी र जनता एउटै मञ्चमा देखिरहँदाखेरि आश्चर्य र खुसी व्यक्त गर्न चाहने यति बेला मैले। र धन्यवाद दिन चाहन्छु म आजको आयोजक टिमलाई, इपरका तुलसीकोलाई, किनभने धेरै वर्ष हो बिजोरीमा बसोबास बस्दै आएको। आज 20-25 वर्ष पनि नागिसक्यो बिजोरीमा बसोबास गर्दै आएको। शान्ति सुरक्षाबाट यति पारदर्शी तरिकाबाट बिजोरीमा आएर आर्थिक समेतको प्रतिवेदन प्रस्तुत गर्नुभयो, निकै खुसी लाग्यो। जनता सामु आएर हाम्रो आर्थिक प्रतिवेदन, त्यसपछि कामहरू, क्रियाकलापहरू अगाडि बढाउनु भयो। म इपरका आयोजकलाई धन्यवाद दिन चाहन्छु। र विशेष गरी हुन त योभन्दा अगाडि पनि मैले व्यक्तिगत रूपमा आजका सभापति अनिल सिंह ठकुरी सरलाई मैले व्यक्तिगत रूपमा पनि कुरा राखिसकेको थिएँ। बिजोरीको शान्ति सुरक्षाको लागि बिजोरी यस्तो ठाउँ हो, अपराधीहरूको बसोबास गर्ने ठाउँ, आफैमा अपराधी नभए पनि बाहिरबाट आएर अपराध गरेर बस्ने थलो बिजोरी हो भनेर मैले पहिले नै जानकारी गराएको थिएँ। यहाँको सुरक्षाका कुरा गर्नुहुन्छ भने यो ठाउँ विश्वविद्यालय जस्तो पवित्र गुरुहरू बस्ने ठाउँ मात्र नभई विगतमा 8 जनाले बलात्कार गरेको ठाउँ पनि हो। मैले पुनः यो स्मरण गराउन चाहे, त्यस्तो ठाउँ पनि हो यो बिजोरीको ठाउँ। यसलाई सुरक्षाको दृष्टिले अलिकति निगरानी गरिदिनु होला। र म बिजुली उद्योग वाणिज्य सङ्घको अध्यक्ष भइरहँदाखेरि त्यति बेलासम्म हामीले आजसम्म पनि एउटै आवाज उठाइरहेका छौँ, हिमन्तपुर प्रहरी इलाका प्रहरी कार्यालयको स्तर उन्नति होस् भन्ने हामीले विनम्र अनुरोध फेरि पनि मैले यही मञ्चबाट जानकारी गराएँ। हाम्रो प्रत्येक शब्द, प्रत्येक बोली यो सधैँ भइरहनेछ र भइरहेको छ। यसलाई हामी आशावादीमा बसिरहेका छौँ। स्तर उन्नति होस्। स्तर उन्नति हुन नसके तापनि अहिले जुन स्थितिमा छ, दरबन्दी अनुसारको प्रहरीहरू अझै पनि त्यहाँ भएको मैले पाएको छैन। किनभने निकै ठुलो एरिया छ यो। छिलीकोटदेखि लिएर गोबैको तटसम्मको अधिकांश भाग हिमन्तपुर प्रहरी चौकीले एक्लै हेर्नुपर्ने स्थिति छ। त्यस कारणले गर्दा सुरक्षा बलको शक्ति अलिकति बढाइयोस् भन्ने शुभकामना दिन चाहन्छु। र मैले सरलाई पनि पहिले जानकारी गराएको थिएँ, यो बिजोरी बजार हाम्रो बजारदेखि तल 500 मिटर तल एउटा बाटो छ, पिच बाटो पनि भइसकेको छ। 18 नम्बर वडाबाट पिच पनि भइसकेको छ। अहिले त्यहाँनिरबाट यी प्रकारको गाडी घुमाइदिनु भयो भने अलिकति हामी सुरक्षित महसुस गर्नेथ्यौँ हामी व्यापारीले। म एउटा व्यापारीको पनि प्रतिनिधित्व गर्ने व्यक्ति भएको नाताले जानकारी गराउन चाहे। मैले पहिले पनि भनेको थिएँ, यो बिजोरी बजार एउटा रिङ रोड जस्तो छ। बिजोरी बजारदेखि तल एउटा न्यू रोड भन्ने छ, त्यही न्यू रोडबाट यो बजारमा एकपटक गाडी साँझ घुमाइदिनु भयो भने हामी आभारी हुने थियौँ। साँझ पख त गाडी सधैँ आइरहेको हुन्छ, सरको गाडी हामीले देखिरहेको हुन्छौँ। तैपनि गाउँतिर अलिकति हिँड्यो भने शान्तिको महसुस गर्ने थियौँ। र हामी व्यापारी, अन्तिममा धेरै कुरा नराखी, हामी व्यापारी अहिलेको यो गर्मी सिजनमा 10 बजेसम्म भए पनि हामी पसल खोल्न चाहन्छौँ। हाम्रो सुरक्षा हुन्छ कि हुन्न, यति माग राख्दै म बिदा हुन्छु। हस्, धन्यवाद।